नमस्ते साथीहरू। आज बिहान शीतल मौसम छ। म यो एउटा मोटर हिँड्ने पुलनिर आइपुगेको छु। यो पुल आधुनिक पुल हो। तल देखिएको खोला सामरी खोला हो। यो विद्युत 8 नुवाकोट जिल्लामा पर्दछ। यो पुलले माझी गाउँ जोड्ने काम गर्दछ। यो पुल हुँदै हामी पनि आफ्नो वासस्थान कठेरी जाने गर्दछौँ। यो पारी राइसिङ बजार हो। यहाँ रुखहरूले छेलिएको छ। हेर्नुहोस् राम्रोसँग राइसिङ बजार। अनि फेरि म पुलनिर आएँ। यो माझी गाउँ जाने सडक हो। अब म यहाँबाट तलतिर झर्दैछु। यहाँनिर देखिएको निलो सानो घर पानी सप्लाई गरिएको ठाउँ हो। वहाँ पारी मोटर बाटो छ र साथै यहाँनिर एउटा चौतारो छ। यो चौतारो बगुवा बजारको विश्राम स्थल चौतारो हो। यहाँ पूर्वकालमा आधुनिक नेपालका राष्ट्र निर्माता वीरनारायण शाहले आराम गरेको ठाउँ रहेछ। यहाँ चौतारो बनाइएको छ। यो चौतारोबाट तलतिर त्यो सेतो सानो घर छ। त्यो घरबाट तलतिर झरेर पश्चिम नेपाल जाने बाटो थियो पहिला। अहिले यो बाटो मेटिएको छ। तर पनि यहाँ ऐतिहासिक ठाउँको रूपमा बगुवा बजारको चौतारो यहाँ छ। यो नजिकै यता एउटा सुरुङ थियो। वीरनारायण शाहले बनाउनु भएको सुरुङ थियो। यो सुरुङलाई मासेर अहिले सडक निर्माण गरेको छ। यहाँ माथि छ पञ्चकन्या देवीको मन्दिर छ। यहाँ सिटी बनाइएको छ। यहाँ झन्डा पनि गाडिएको छ। यहाँ हरेक पूजापाठ गरिन्छ। यो पिकनिक स्पोटको रूपमा पनि यसलाई प्रयोग गरिएको छ। ऐतिहासिक सुरुङ भएको ठाउँ यही हो बगुवा बजारको। यहाँ तल सामरी खोला हो। यो खोला नजिकै एउटा आधुनिक किसिमको पानी निकासको पुल ढल या कुलो भनौँ राखेको छ। यहाँ बगुवा बजार देखाउँदैछु। रुखले छेलिएको छ। यो बगुवा बजारको दृश्य हो। यो रुखले छेलिएको छ। अब अलिकति म बगुवा बजारको भाग देखाउँदैछु। यतापट्टि आएर यो झोलुङ्गे पुल पनि देखिएको छ। यो झोलुङ्गे पुल हुँदै म अहिले त्रिशुली अस्पताल कोलोनी जाँदैछु। यहाँ सिडी बनाइएको छ। आधुनिक किसिमको सिडी बनाइएको छ। यहाँ चौतारो पनि बनाइएको छ। यहाँ हेर्नुहोस् चौतारो छ विश्राम स्थल। तर बस्न लायक त्यति छैन। यहाँ बिरुवा पनि रोपिएको छ है। त्रिशुल पनि राखिएको छ। शिवजीको प्रतीकको रूपमा रहेको छ। म अझै बगुवा बजार देखाउँछु। भिडियो लामो भयो जस्तो छ। ल हेर्नुहोस् है साथीहरू, बगुवा बजार यही हो। विद्युत 8 भित्र पर्ने बगुवा बजार। यो बगुवा बजार हुँदै त्रिशुली बजार जाने, त्रिशुली अस्पताल जाने, हात्तीगुँडा जाने। यो अलि माथि देखिएको ठाउँ चाहिँ हात्तीगुँडा हो। हात्तीगुँडाको पनि अर्कोचोटि भिडियो बनाउने छु। अहिलेलाई यति नै, धन्यवाद।